नमस्कार, स्पिक टु इन्स्पायरमा यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। गएको हप्ता नेपालले विश्व इतिहासमै एउटा छुट्टै खालको पहिचान बनाउन सफल भएको छ। फुल मेम्बर नेसन अर्थात् टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई 2-1 को श्रृङ्खला चाहिँ नेपालले आफ्नो पक्षमा पार्दै विश्व खेलकुद इतिहासमै आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। किनभने नेपाल पटक पटक टेस्ट नेसनलाई चाहिँ जित्नबाट चुकिरहेको थियो र अन्तिम चरणमा हामीले चाहिँ विश्वकपमा साउथ अफ्रिकासँग 1 रनको हारले त्यो हारको पीडा, त्यो हारको घाउ अझै पनि निको भएको छैन। हामीले त्यो गुलसन झाज्यूले चाहिँ त्यो 1 रन त्यो दौडिँदाखेरि 1 रन चाहिँ नपुग्नु भएको क्षण यति हामीलाई बिजेको छ कि मनमा त्यो घाउ आलै रहँदै गर्दा त्यो घाउमा त्यो घाउमा थोरै मलम लगाउने काम नेपाल भर्सेस वेस्ट इन्डिजको त्यो श्रृङ्खलाको विजयले दिएको छ। तर यो श्रृङ्खला विजय बन्दै गर्दाखेरि एउटा सेलिब्रिटी क्रिकेटर सन्दीप लामिछानेजी भने सिरिजमा देख्नु भएन र 2 खेलमा उहाँलाई प्रतिबन्ध पनि क्यानले लगाएको कुरा यहाँहरू सबैले थाहा पाइसक्नु भयो। तर अब हाम्रो एउटा न्युट्रल धारणा है, सन्दीप लामिछानेजीको योगदान नेपाली क्रिकेटमा कति छ भन्दाखेरि त्यो सायद त्यो शब्दमा लेखिँदै गर्दाखेरि त्यो अलिकति अभाव हुन सक्छ। तर सन्दीप लामिछानेजीको जसरी चाहिँ उहाँको जीवनमाथि नमिठो घटना घट्यो, त्यसपछि उहाँका फर्म, उहाँले खेल्ने क्रिकेट हामीले नजिकसँग खेल प्रेमीले एकदमै नजिकसँग निहालिरहनु भएको छ। त्यो निहाल्दै गर्दाखेरि हामीले 2टा पक्ष चाहिँ हामीले देखिरहेका छौँ। एउटा पक्ष के छ भने सन्दीप लामिछानेजी अनुशासनमा नरहनु भएको हो कि उहाँको चाहिँ चित्त केमा दुखाइ हो हैन, उहाँको यत्रो धेरै फ्यान फलोइङ रहँदै पनि उहाँलाई चाहिँ समर्थकहरूको यति धेरै माया गर्दै पनि क्यानले उहाँमाथि चाहिँ विभेद गर्नुभयो कि एउटा यो प्रश्न रहस्यमा छ। किनभने उहाँ क्यानको सेन्ट्रल कन्ट्याक्टमा समेत रहनु भएको छैन, उहाँले आफ्नो व्यक्तिगत स्वतन्त्रताको हिसाबमा त्यो उहाँको निजी विषय रह्यो। तर सन्दीप लामिछानेजीलाई हामी सबै खेल प्रेमीहरूको सुझाव के छ भने खेलाडी जतिसुकै महान किन नहोस्, खेलाडीको सबैभन्दा ठुलो गहना अनुशासन हो। त्यो अनुशासन सर्वप्रथम तपाईँले आफ्नो खेल जीवनमा प्रयोग गर्नै पर्छ, त्यो अपरिहार्य छ। किनभने खेलाडी अनुशासन बिनाको खेलाडी सफल खेलाडी हुन सक्दैन र बन्न सक्दैन र बन्न दिनु पनि हुँदैन। किनभने त्यो खेलको नैतिकता भन्दा बाहिरको कुरा हो र खेलका पर्फर्मेन्स। किनभने नेपालबाट खेल्ने हरेक खेलाडीहरूले देशलाई प्रतिनिधित्व गरेर आफ्नो ठाउँबाट आफ्नो क्षमताबाट सक्दो टिमलाई जिताउने प्रयास गर्नुहुन्छ, त्यो कुरा स्वाभाविक हो। त्यसमाथि सन्दीप लामिछानेजीले पनि आफ्नो खेल कौशलता, आफ्नो देशप्रति, आफ्नो देशलाई छातीमा राखेर उहाँले धेरै पटक प्रमाणित गरिसक्नु भएको ध्रुव सत्य कुरा हो। तर अब सुध्रिन पर्ने क्यान हो कि सन्दीप लामिछाने हो। क्यानमा जब पारस खड्का चाहिँ सचिव भएर आइसकेपछि क्यानले क्रिकेट क्षेत्रमा एउटा नयाँ उचाइ चुमेको छ, सगरमाथा चुमेको छु भन्छु म त क्यानमा पारस खड्काको आगमन हुनु भनेको एज अ सचिवका रूपमा। जसरी एनपिएलको पहिलो सिजन यति भव्यताका साथ सम्पन्न भयो, त्यसले विश्वमा नेपालको क्रिकेट, नेपालको घरेलु लिग पनि कुनै देशको भन्दा कमजोर छैन भन्ने कुरा क्यानद्वारा आयोजित एनपिएलको पहिलो सिजनले गर्यो। पहिलो सिजनमा पनि धेरै चिजहरू भयो। त्यो सिजनलाई, त्यो एनपिएललाई रोक्नको लागि धेरै व्यक्तिहरू, उहाँहरूको नाम अलिकति नतोकाउँ, उहाँहरूले चाहिँ आफ्नो तर्फबाट अदालतको ढोकासम्म ढकढकाउनु भयो। उहाँहरूका केही चिजहरू होलान्, केही चिजहरू बसेर सम्बोधन गर्नुपर्ने चिज होलान्। तर उहाँहरूले क्यानलाई सफल बनाउनको लागि, क्यानलाई असफल बनाउनको लागि उहाँले आफ्नो तर्फबाट गर्नुभयो। तर उहाँले सक्नु भएन होइन। किनभने सम्पूर्ण देशप्रेमी, क्रिकेट प्रेमी हामी जनताहरूले चाहिँ यो देशको क्रिकेटमा, यो देशको क्रिकेट विकास होस्, यो देशको क्रिकेट चाहिँ अरू टेस्ट नेसन जतिको हैसियतमा पुगोस् र यो देशलाई एउटै ढिक्का बनाउन सक्ने केही चिज छ भने त्यो हालको परिस्थितिमा क्रिकेट हो। र क्रिकेटलाई जोगाउनु तपाईँ हामी सबैको दायित्व हो। किनभने फ्यान फलोइङका आधारमा कुनै पनि खेलाडीलाई व्यवहार गरिनु हुँदैन। उसका चाहिँ पर्फर्मेन्सका हिसाबमा, उसले खेल्ने शैलीका हिसाबमा, उसले दिने योगदानका हिसाबमा मूल्याङ्कन गरेर टिममा रहनुपर्छ। यदि सन्दीप लामिछानेजी चाहिँ साँच्चै अनुशासनभन्दा बाहिर चाहिँ उहाँको व्यक्तिगत समस्या छन् भने उहाँले चाहिँ छोडिदिन पनि मिल्छ। किनभने उहाँलाई कुनै जबरजस्ती छैन होइन। तर उहाँले चाहिँ यो घुर्काउने, यो धम्काउने पटक पटक धेरै पटक देखिरहेका छौँ। त्यो चिज चाहिँ उहाँले सुध्रिनै पर्छ होइन। क्यानले चाहिँ के कमजोरी गर्यो होइन, क्यानले चाहिँ अरू खेलाडी भन्दा उहाँलाई केही विभेद गर्यो भने त्यसको विरुद्धमा उहाँले भनिदिन पर्यो
हैन। योसँग अथवा क्यानसँग चाहिँ उहाँले चाहिँ परामर्श गर्नु पर्यो, छलफल गर्नु पर्यो। तर सधैँ चाहिँ क्रिकेटमा चाहिँ उहाँले चाहिँ आफ्नो इच्छा अनुसारको निर्णय गर्दै गर्दा कहिलेकाहीँ त्यो निर्णयले चाहिँ देशलाई घाटा पुग्छ भने त्यो चिजले कुनै पनि हालतमा हाम्रो देशको भलाइ गर्न सक्दैन जस्तो लाग्छ। त्यसकारणले कि सन्दीप लामिछानेजी तपाईँ चाहिँ आफ्नो अनुशासनमा हुनुहुन्न भने तपाईँ अनुशासनमा आउन पर्यो। यदि क्यान छैन भने क्यानलाई तपाईँले घचघचाउन पर्यो। क्यानले तपाईँका जायज मागहरूसँग, तपाईँका व्यक्तिगत जीवनहरूसँग चाहिँ उहाँहरूले चाहिँ तपाईँहरूलाई चाहिँ प्लान गर्ने, तपाईँलाई दबावमा गरेछन् भने त्यो चिज तपाईँले बाहिर ल्याइदिनु पर्यो। किनभने नेपाली जनता कुनै पनि हालतमा यो क्रिकेट खेलमा राजनीति होस् भन्ने हामी चाहँदैनौँ। यदि राजनीति भएको खण्डमा त्यसको विरुद्धमा प्रतिकार गर्नको लागि सम्पूर्ण देशप्रेमी, हाम्रा खेलप्रेमी साथीहरू, शुभचिन्तकहरू तयार हुनुहुन्छ। तपाईँहरू खेलाडीहरूको लागि चाहिँ एउटा खेल्ने वातावरण सिर्जना गर्नको लागि जसरी क्यानले सकारात्मक पहल गरिरहेको छ, यस अवस्थामा क्यानको नेतृत्वलाई हामी धन्यवाद दिन चाहन्छौँ। हाम्रो खेलाडीहरूलाई धन्यवाद दिन चाहन्छौँ। तपाईँहरूको खेल कौशलताले पनि हामीलाई चाहिँ यो पीडामा ठुलो मलम लगाइदिनु भएको छ। धन्यवाद।